हैन नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा जुन चाहिँ स्थापना भएको चाहिँ अब 1973 मा एडीमा चाहिँ भयो हैन लगभग नेपालको चाहिँ 2040 सालतिर अनि यसको स्थापना भन्न अगाडि चाहिँ यसको चाहिँ अब छुट्टै अब यहाँ चाहिँ अब महेन्द्र सरकारको अब त्यो पालादेखि चाहिँ अब यो चाहिँ श्री 5 महेन्द्र संरक्षण कोष भनेर चाहिँ राखेको थियो। त्यो पछि चाहिँ अब भनौँ न 1973 मा यो चाहिँ अब नेसनल पार्क इस्टाब्लिस भएपछि चाहिँ अनि अब यसको चाहिँ रोयल चितवन नेसनल पार्क चाहिँ भएको थियो पहिला चाहिँ त्यहाँपछि चाहिँ अब भनौँ न अब चितवन राष्ट्रिय निकुञ्ज यस्तै भएर चाहिँ अब त्यो भयो। अनि यसको स्थापना पछि चाहिँ अब यसको 10 वर्षपछि चाहिँ यो वर्ल्ड पपुलर भयो। अब जस्तै यो ओल्ड हेरिटेज साइटमा चाहिँ अट्याच भयो होइन। अनि त्यो गर्दाखेरि चाहिँ अब विश्व प्रख्यात हुँदाखेरि अब सबैले थाहा पाए यसको बारेमा होइन यस्तो यस्तो छ यस्तो यस्तो चिजले चाहिँ फेमस छ भन्नु चाहिँ। अनि त्योमा पनि अब यसको कुल क्षेत्रफल भनेको चाहिँ अब यसको चाहिँ अहिलेको फिलहालमा चाहिँ 950.63 स्क्वायर किलोमिटर छ। अब यसले चाहिँ साउदर्न पार्टमा चाहिँ बिहार साइड टच गरेको छ इन्डियाको है। अनि त्यस्तै अब यसलाई चाहिँ अब एउटा ड्युन जस्तो छ जस्तै कि अब चारैतिरबाट चाहिँ हिलहरूले कभर गरेको छ तर बिचमा फ्ल्याट भएको कारणले चाहिँ अब यो चाहिँ पुरै अब भनौँ न यहाँको सतहहरू चाहिँ लगभग 164 देखि लिएर चाहिँ अब भनौँ न 200 मिटरको हाराहारी एबोभ सी लेभलमा छ। अनि यो पहाडहरू चाहिँ लगभग 800 देखि 1200 मिटरको हाराहारीमा छ होइन। त्यो गर्दा चाहिँ अब भनौँ न नर्थमा चाहिँ महाभारत श्रृङ्खलाले ढाकेको छ अनि साउथमा चाहिँ चुरे पहाड भन्ने छ। अनि त्यो पछि अब दुईवटा गाउँ एउटा माडी एउटा थोरी भन्ने छ। त्यो पछि चाहिँ इन्डिया स्टार्ट हुन्छ। अनि यो भित्र नि लगभग अब तपाईँहरूले पाउनुहुन्छ भेजिटेसन अनुसार चाहिँ अब सब ट्रोपिकल फरेस्टहरू आउँदाखेरि चाहिँ तपाईँहरू सुरुमा आउँछ साल फरेस्ट। साल फरेस्टले कभर गरेको भनेको चाहिँ यहाँको भनौँ न 70 to 75%, जसमध्ये पनि अब 3% मा चाहिँ अब भनौँ न होली प्लेसहरू छ जस्तै मठ मन्दिर भनेको भित्र। अनि त्यो छ। अनि त्यहाँ चाहिँ एकदम हेभी वुड पाउनुहुन्छ तपाईँहरूले जो चाहिँ साल भनेको चाहिँ एकदम कडा एकचोटि अब घरहरू छ यताउता बनाएपछि चाहिँ एकदम भनौँ लङ टर्मको लागि चाहिँ जान्छ। अनि अर्को भनेको चाहिँ रिभर एन्ड फरेस्ट जहाँ चाहिँ अब नदीनालाको आसपासमा पाइने जङ्गलहरू होइन जसले क्यारी गरेको हुन्छ लाइभहुड प्लान्टहरू। अनि यस्तो जङ्गलले चाहिँ कभर गरेको छ 15% मा चाहिँ यसले कभर गरेको छ। अनि अर्को भनेको चाहिँ लगभग आउँछ ग्रासल्यान्ड। हाम्रो चाहिँ अब एलिफेन्ट ग्रासले ढाकेको छ। यो साका बेङ्गालेन्सेस अब स्पोन्टेनियमहरू छ कतै कतै होइन। त्यो गरेर चाहिँ अब कुल 5% मा चाहिँ एलिफेन्ट ग्रासहरूले देख्न पाइन्छ। अहिले हामीले देख्छौँ होइन हामी चाहिँ लगभग 3 प्रकारको भेजिटेसनहरू कभर गर्नेवाला छौँ आज, जसमध्ये चाहिँ अब वेटल्यान्ड, ग्रासल्यान्ड र रिभर एन्ड फरेस्ट हुन्छ। त्यो हुन्छ। अनि अब वेटल्यान्डले कभर गर्ने भनेको 5%। जस्तै यो हाम्रो मेजर रिभरहरू चाहिँ नेसनल पार्कको 3टा छ भने एउटा चाहिँ राप्ती अघि भर्खर हामीले क्रस गऱ्यो होइन। अनि अर्को भनेको चाहिँ नारायणी। अनि अर्को भनेको रिउ रिभर भन्ने छ माडीको साइडतिर पर्छ त्यस्तो छ। अनि अब यो भित्र पनि तपाईँहरूले चाहिँ अब 68 डिफ्रेन्ट काइन्ड अफ म्यामल स्पेसिस पाउनुहुन्छ भने होइन। अब लाइक 49 स्पेसिसको हेयरपेटोफोन अथवा रेप्टाइल्स एम्फिबियन्स गरेर चाहिँ पाउनुहुन्छ। अनि अब लगभग 656 को हाराहारीमा चराचुरुङ्गी होइन, जसमध्ये 58 किसिमको भनौँ न विन्टर भिजिटर बर्डहरू छ भने अब जस्तै समर भिजिटरहरू पनि छ। अनि यस्तै गरेर चाहिँ अब कुल यस्तो छ। अनि यो भित्र नि अब हामी चाहिँ अहिले वाकमा छौँ भने होइन। अब यो भित्र चाहिँ अब धेरै उ गर्न खोजिन कि अब लगभग हामीलाई चाहिँ अब के कसरी हिँड्ने अब सेफ्टी इन्स्ट्रक्चरहरू चाहिँ तपाईँहरूलाई भन्दैछु। त्यो मध्ये पनि अब हामी चाहिँ कुनै एनिमलसँग क्लोज इन्काउन्टर हुँदाखेरि के गर्ने र कसो आउँदाखेरि के गर्ने भने चाहिँ सबै अब हामीले चाहिँ अब 68 डिफ्रेन्ट काइन्ड अफ म्यामलमा चाहिँ अब के हुनलाई त अब धेरै जनावरहरू अब डेन्जरै हुन्छ होइन। जसमध्ये पनि हामीले 5वटा चाहिँ अब क्याटेगोराइज गरेका छौँ। जस्तै अब लार्ज स्पेसिसको म्यामल्सहरू होइन यस्तो यस्तो गरेर चाहिँ गर्ने गरेका छौँ। अनि अर्को सुरुमा आउँछ एलिफेन्ट। उनीहरू त एकदम ठुलो बडी हुन्छ होइन। यहाँ पाइने भनेको चाहिँ एसियाटिक एलिफेन्ट। अब वर्ल्डमा 2टा एलिफेन्ट छ, एउटा अफ्रिकन र अब भनौँ न एसियन। अनि पहिला अब म्यामल्सहरू थियो होइन। अब यसरी अब तिनीहरू लोप भइसक्यो। अब त्यो गर्दाखेरि चाहिँ उनीहरू चाहिँ एकदम इनर्जेटिक हुन्छ, अलिक क्विक यताउता गर्ने हुन्छ होइन। उनीहरूको चाहिँ अब हियरिङ पावर र स्मेलिङ पावरहरू चाहिँ एकदम राम्रो हुन्छ। त्यो गर्दाखेरि चाहिँ अब हामी यस्तो जङ्गलहरूमा छौँ भने अब अलिकति राम्रो बुसहरूको सहायता लिने होइन, जसले चाहिँ अब काँडाहरू क्यारी गरेको हुन्छ त्यो लिने। अनि अर्को भनेको चाहिँ अब हामी चाहिँ नदीनालाको आसपासमा छौँ होइन। त्यो भने चाहिँ अब यस्तो ड्याम जस्तो छ भने त्यहाँबाट स्लाइड गर्ने, किनभने हात्तीहरू उफ्रिन सक्दैन। उनीहरूले चाहिँ अब अलिकति साइडबाट गएर उनीहरूको ट्र्याक कहाँ छ त्योबाट गएर चाहिँ हामी भाषा आइपुग्नु पर्नुहुन्छ। अनि त्यो हुँदाखेरि चाहिँ अब यस्तै अब हामी अब जिप ट्र्याकमा छौँ भने चाहिँ अब भनौँ न अलिकति स्लोपी ल्यान्डहरू हुन्छ साइडमा होइन, अलिकति ग्याप गरेको हुन्छ। त्योबाट हामी चाहिँ उतापट्टि साइडमा गर्ने, किनभने उनीहरूलाई टाइम लाग्छ त्यो हाम्फामालाई होइन उबड खाएको हुन्छ नि त। अनि अलिकति गिटीको साइडमा चाहिँ दौडिन अलिकति अप्ठ्यारो हुन्छ। अलिक कहिलेकाहीँ अब चुच्चो ढुङ्गाहरू हुन्छ नि, त्यो गर्दाखेरि अलिकति सेफ हुनलाई चाहिँ त्यसो हुन्छ। हामी पनि अब हुन्छौँ एकजना गाइड चाहिँ अब तपाईँहरूसँग अगाडि हुन्छ भने एकजना पछाडि हुन्छ। अनि हाम्रो हजुरहरूलाई चाहिँ अब भनौँ न बिचमा हुन्छ हजुरहरू चाहिँ त्यसरी चाहिँ लगिने गर्छ। केही देख्यो भने चाहिँ अगाडिको मान्छेले चाहिँ
तपाईँहरूलाई सिग्नल दिनुहुन्छ जस्तै अब हातको सिग्नल हो कि सिटीबाट हो कि त्यस्तो गरेर गर्ने भनेको अनि सेकेन्डमा आउँछ हाम्रो चाहिँ पाटे बाघ र चितुवाको एकैचोटि भनौँ न 3टा भयो जस्तो भयो बाघ र चितुवा भनेको त अब क्याट फ्यामिली भइहाल्यो होइन उनीहरू चाहिँ धेरै जस्तो नक्टर्न हुन्छ राति मात्रै एक्टिभ हुने जनावर त्यो गर्दाखेरि चाहिँ अब उनीहरूको नि अब भिजन पावर भनेको चाहिँ राति एकदम कडा हुन्छ किनभने दिउँसो चाहिँ अब उनीहरू भनौँ ट्राभल त गर्छ उनीहरूलाई गरिरहेको खण्डमा होइन उनीहरू अब यताउता ट्राभल गरेर पौडी खेल्नलाई गरेको हुन्छ अनि त्यसमा कुनै कुनै बेलामा सिकार गर्नलाई अब कुनै बुढो बाघहरू हुन्छ होइन उनीहरू सिकार गर्न आउँछ सिकारको खोजीमा यसो गर्दै हुन्छ अनि त्यो मध्ये पनि अब तपाईँहरूले क्लोजिङ गर्नु अब बाघ भन्ने बित्तिकै मान्छेलाई डर लागेको होइन त्यो गर्दाखेरि चाहिँ अब उनीहरू पनि कस्तो हुन्छ भन्दाखेरि बुढो बाघ र अनि हारेको बाघ जुन चाहिँ हुन्छ तिनीहरू चाहिँ अट्याक गर्ने गर्छ जस्तै भनौँ न अब त्यो गर्दाखेरि चाहिँ अब नर्मली एउटा यङ बाघ छ भने चाहिँ उनीहरूले मान्छेको आवाज अथवा हाम्रो यताउता सुनेर उनीहरू लुक्ने गर्छ किनभने क्याट फ्यामिली भनेको साई स्पेसिस हुन्छ है मान्छेहरूको कन्ट्याक्ट अथवा केको कन्ट्याक्ट भन्ने बित्तिकै उनीहरू लुक्ने गर्छ त्यसो गरेको गर्ने हुन्छ त्यो गर्दा चाहिँ हामी चाहिँ अब यति क्लोज इन्काउन्टर भइहाल्यो भने अब यताउता नभने अब आई कन्ट्याक्ट गर्ने अनि बिस्तारै पछाडि हट्ने अब अगाडिको गाइडले के हुनुहुन्छ त्यो अनुसार चाहिँ तपाईँहरूले फलो ब्याक भनौँ न उहाँहरूको चाहिँ अब फलो गर्नुपर्ने हुन्छ अब त्यही अनुसार चाहिँ अब उहाँले यस्तो के गर्नु त्यो हुन्छ अनि अर्को भनेको चाहिँ डाउन सर ब्याक हजुरको पिठ चाहिँ कहिले नदेखाउनु किन भन्दाखेरि डियरहरूले पनि गर्ने त्यही हो होइन बाघहरू देख्ने बित्तिकै डियरहरू ठ्याक्क उल्टेर भागिहाल्छ नि त त्यो गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ पिठ देखाउनु भएन पहिला कुरा चाहिँ अनि त्यो गरेर चाहिँ अब युनिटीमा पावर हुन्छ भने जस्तै अब युनिटीमा हुनु पऱ्यो हामी चाहिँ किनभने अब ग्रुपमा भयो भने उनीहरू पनि अलिकति तर्सिन्छ होइन के हो कसो हो यताउता धेरै देख्दाखेरि एक्ज्याक्ट अट्याक गर्ने हुँदैन अनि अब के परिहाल्यो भने हामी चाहिँ स्टिक छ यो बम्बु स्टिक यो पनि अब कहिलेकाहीँ युज गर्ने गर्छौँ अब कहिलेकाहीँ अब फाइट गर्नै पर्ने हुन्छ होइन त्यो हुन्छ अनि लियोपार्डहरू पनि त्यस्तै अब क्याट फ्यामिली हुन्छ साई हुन्छ उनीहरू पनि एकदम रेयर स्पेसिस बाघ भन्दा गाह्रो हुन्छ देख्नलाई अनि अर्को भनेको चाहिँ अब त्यस्तै भनौँ न उनीहरू पनि अब धेरै जस्तो रुखहरू अनि अलिकति चारकोसे झाडी टाइपको एकदम घना पार्कमा चाहिँ बस्ने गर्छ है अनि यस्तो हुन्छ अनि अर्को भनेको चाहिँ हाम्रो आउँछ भालु हाम्रो यहाँ पाइने भनेको स्लथ बेयर अनि अब ब्ल्याक बेयर जस्तै पनि हुन्छ उनीहरूको यहाँले चाहिँ अलिकति उनीहरूको मार्क हुन्छ घाँटी तलपट्टि त्यो गर्दाखेरि उनीहरू अब बस्दाखेरि चाहिँ लगभग 1-1.5 मिटरको हाइटमा हुन्छ भन्दाखेरि अब लगभग भनौँ न उड्दाखेरि चाहिँ 6 फिट 6.5 फिट 7 फिट पनि जान्छ कुनै चाहिँ यस्तो हुन्छ उनीहरूको चाहिँ अब लगभग भनौँ न एकदम ड्रिबलिङ गर्ने पावरहरू चाहिँ एकदम हुन्छ 4 खुट्टाबाट होइन हाम्रो अब 2 खुट्टामा चाहिँ खतरा हिँड्छ तिनीहरू 4 खुट्टामा झन् खतरा हिँड्ने भयो त्यो गर्दा उनीहरूको प भनेको चाहिँ एकदम गुड अब उनीहरूको वेपन भनेको त्यो गर्ने अब उनीहरू चाहिँ के हुन्छ भन्दाखेरि कहिले कहिले बच्चाहरू बाटोमा होइन कहिले काहीँ भालेपोथी कहिले काहीँ अब त्यस्तो बच्चा लिएर हिँडेको बेला चाहिँ अलिकति भनौँ न उनीहरू एग्रेसिभ हुने गर्छ कहिले काहीँ फाइट गरेको बेलामा त्यस्तो हुँदाखेरि चाहिँ अब कुनै बेलामा चाहिँ तिनीहरू डाइरेक्ट आउने गर्छ त्यति बेला हामी चाहिँ ग्रुप भएर अब चिचाउनु पर्ने हुन्छ त्यहाँ चिचाउनु पर्ने हल्ला गर्नुपर्ने हुन्छ होइन अब कुनै बेला ताली बजाएर भगाउनु पर्ने हुन्छ अब त्यस्तो हुन्छ अब ताली बजाएर ठुलो साउन्ड भगाउने भनौँ न उनीहरूलाई चाहिँ अलिकति हियरिङ पावरले चाहिँ उनीहरूले डिस्टर्ब गरेको कारणले उनीहरू चाहिँ छिटो भाग्ने हुन्छ त्यसो हुँदा कहिले काहीँ अब लट्ठी चार्ज अनि चार्ज गर्दाखेरि सेन्सिटिभ पार्टमा हेर्ने जस्तै नाकहरू होइन अब कानहरू अलिकति लाग्ने पार्टमा हेर्ने त्यहाँपछि चाहिँ अब भनौँ न अनि त्यहाँपछि चाहिँ अब त्यस्तै अब युनिटीमा बस्ने त्यसरी नै गर्ने अनि अर्को भनेको चाहिँ गैँडा एकछिन गैँडा अब उनीहरूको बडी साइज स्टार्ट हुने भनेको चाहिँ 27देखि 37 किलोग्रामसम्म हुन्छ होइन अब त्यो गर्दाखेरि चाहिँ उनीहरूको चाहिँ के हुन्छ भने एक्ज्याक्ट ट्रलिने पावर चाहिँ हुँदैन किन भन्दाखेरि उनीहरूको हाइट बढी हुनेको कारणले त्यो गर्दाखेरि अब कहिलेकाहीँ तपाईँहरू यस्तै खुल्ला चौरमा हुन्छ स्ट्रेट नभएको होला जस्ट 6 मिटर यता 6 मिटर यता गरेर चाहिँ जिप भन्नु अनि त्यहाँपछि चाहिँ अब भनौँ न यस्तै जङ्गलहरूमा छ भने चाहिँ अब ठुलो रुखको पछाडि बस्ने त्यहाँपछि अलिकति सेफ हुने अब होइन यसो गरेर उनीहरूले चाहिँ एक्ज्याक्ट ट्रल हुँदैन त्यो मुख निकाल्दाखेरि चाहिँ हान्ने मुखमा यस्तो गरेर चाहिँ हुने हुन्छ अनि अब यसरी नै गर्ने गर्छ अनि उनीहरूको स्मेलिङ पावर चाहिँ धेरै हुन्छ ल लास्टमा चाहिँ हजुरको नाम के हो भन्नु पर्यो ल मेरो नाम चाहिँ अनिश अधिकारी म चाहिँ यहीँ सौराको नेचरिस्ट भनौँ न ल पाले पालो है नाम चाहिँ एम नारायण महतो म पनि यहाँ सौराको नेचरलिस्ट ल मेरो नाम रूपेन दानुक म पनि यहाँ सौराको नेचरलिस्ट ल हाम्रो दाइ पनि ल मेरो नाम विकास चौधरी हो म पनि यहाँ सौराको नेचरलिस्ट ल धन्यवाद हजुरको नाम भन्दिनु अब किन भन्नु पर्यो ल एउटा